दिन तपाईहरुलाई स्वागत छ आजको यस मेरो यो नेपाली सिरियल रिभ्यू च्यानलमा। साथीहरु, आजको यो रिभ्यू भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला र यो च्यानललाई एक सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै भिडियो थाहा पाउनका लागि। आउनुहोस् लागौं भिडियोतर्फ। साथीहरु, तपाईहरुले बुहारी भाग 223 त हेर्नु भयो नै होला। अब 224 भागमा के हुन्छ आउनुहोस् छलफल गरौं। गाउँभरि शक्तिले मुना हराएको पोस्टर टाँसेर यो महिलालाई भेटाइ बापत 5 लाख पुरस्कार दिन्छु भनेर शक्तिले गाउँभरि पोस्टर टाँसेको थियो। त्यसै क्रममा रामले पनि दुर्गा आमा हराएको सूचना टाँस्दै हिँडिरहेका छन्। यो महिलालाई भेट्ने मान्छेलाई 5 लाख पुरस्कारको व्यवस्था छ भनेर टाँस्दै गर्दा दुई दिदीहरू र गुण्डा त्यहाँ आउँछन् र ती दुई दिदीहरू र गुण्डाहरूले रामलाई भन्छन्, बौलाइस कि क्या हो, मुनाको पोस्टर टाँस्दै हिँड्नु पर्ने किन दुर्गा आमाको टाँस्दै हिँडेको भनेर भनेपछि रामले भने, दुर्गा आमा पनि मुना जस्तै हराइन्, सासु आमा हराएको भन्दै खोज्नको लागि टाँसिएको पोस्टर हो यो भनेपछि सबै छक्क परे। अनि त्यसै क्रममा बिक्कीले भन्यो, यो रामले हामीलाई डर देखाउनका लागि यस्तो गर्दैछ, दुर्गा आमालाई उठाएर लग्ने यो गाउँमा कसको हिम्मत छ भनेर भन्यो। साथीहरु, के थाहा त्यो बिक्की शक्ति दिदीहरू त्यो सब रामले खेलेको खेल हो भनेर। अब रामले यसरी नै योजना बनाएर सबैलाई अपहरण गर्नेछन् र अबको खेल रामले जित्छन् भन्ने को हुनुहुन्छ। अनि ती दिदीहरू घरमा पुग्दा दुर्गा आमा थिइनन्, ढोकामा तालचाल लगाइराखेको थियो। आखिरी रामले भनेको सत्य रहेछ, शक्ति भने एकदमै धेरै रिसाएको छ र रामको घरमा जाँदा राम बाहिर घरको आँगनमा सुतिरहेको थियो। त्यसै क्रममा शक्तिले, ओइ रामे उठ, तेरो र मेरो दुश्मनी त सकेको हो त, फेरि किन यो खेल खेल्दैछस्, आफ्नो काल आफै निम्त्याउँदैछस् भनेपछि रामले भने, तिमी को हौ दाजु, मैले त चिनिन नि, यहाँ सुरतिर सिर्जना बाहेक अरू कसैलाई पनि चिन्दिन। अनि कुन चाहिँ खेलको कुरा गरेको, क्रिकेट हो कि फुटबल हो कि भलिबल भनेर भनेपछि शक्तिको श्रीमतीले अर्थात् चम्पाले भने, सबै गाउँले आफ्नै बहिनी श्रीमती मरेको कारणले होला, यसको तार फुस्केको जस्तो छ भनेपछि तिमी को हौ बहिनी भनेर भन्यो। उनीहरूलाई थाहा छैन यो सब नाटक गरेको हो भनेर। अनि सिरियलको अन्तिमतिर भने, चोरतिर सिर्जना मुना र दुर्गा आमालाई खोज्दै जाँदा जङ्गल केही कुटीहरू देख्छन् र त्यहाँ पस्छन् अनि उनीहरूलाई चारैतिरबाट आक्रमण गरी धेरै बेरसम्म कुट्छन् र उनीहरू त्यहाँबाट भाग्छन्। बिचरा त्यो सुरतिर सिर्जनालाई के थाहा यो सब आफ्नै गाउँलेहरू हो भनेर। अब आउने नयाँ भागमा रामले सबैलाई सजाय दिएर शक्ति, दुर्गा, बिक्की, चम्पा र दुई दिदीहरूलाई प्रहरीसँग जिम्मा लगाई राम र रामका गाउँलेहरूले पनि यो खेल जित्नुपर्छ र मुना, कमला र राम सदाको जस्तै मिल्नुपर्छ भन्नेले एक लाइक, एक सेयर र कमेन्ट गर्न नभुल्नुहोला भन्दै बिदा हुन्छु। धन्यवाद।